हेलो एभ्रिवान, गुड मर्निङ अनि नमस्ते। यहाँलाई फेरि पनि स्वागत छ मेरो न्यू भ्लगमा। यो फजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। माथि हेर्दै आएको घाम लागिरहेको नि त, गर्मी भइरहेछ। सो अस्ति चाहिँ हामीले यहाँनिर चाहिँ त्यो पास धानको पाठशाला थियो नि त, रोपेको थियौँ। अनि आज हेर्न आउँदैछौँ धानको स्थिति कस्तो छ भनेर। हेरौँ अब के कस्तो भइरहेछ हैन। बारीमा पुग्नु बाँकी छ। कति धेरै गर्मी छ आज भोलि। यता हाम्रो सिन्धुपाल्चोकतिर चाहिँ हामी बसेको ठाउँतिर चाहिँ एकदम धेरै गर्मी छ क्या। यस्तो हावा चल्दा पनि तातो बाफ आइरहेको क्या। मरिन्छ कि क्या हो, तराईको महसुस गराइदिन्छ हामीलाई यहाँनिर। सो फाइनली हामीहरू चाहिँ धानबारीमा आइपुग्यौँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो चैते 5 धान हो। कति अग्लो अग्लो भइसकेछन् भाइ। कस्तो कहाँबाट आउनु भयो म त। कहाँबाट जानु भएको तपाईँ? ए छिड्छ ए ठुल्ठुलो भएछ त अहिले त। बडेमानको बुढो बुढो भइसकेछ धानहरू। खै हुनु न दाइहरू, कता जानु? ए ठिक छ, राम्रो देखिया रहेछ धान। एकदम यता सुधारिएको उता विद्यामान खोइ के फरक हो त? फरक त त्यस्तो यो चाहिँ सुधारिएको बाटो, यता विद्यमान यस्तो देखिरहेछ। कोही पनि आइपुग्नु छैन। डोको त त्यहाँ रहेछ। ए उहाँ त्यो काट्न काट्न जानुभयो होला, के भन्छ त्यसलाई। पानी लाउनु छ मिस, हामी त बारीमा जाने भन्दै हुनुहुन्थ्यो। पानी लाउनु छ बारीमा जाने भन्दै हुनुहुन्थ्यो क्या। कतिवटा हालेछ नि? दुईटा, एउटा, दुईटा, तीनटा, चारटा, पाँचवटा, छवटा आएछ। गाछ लागिसक्यो नि है। पहेँलो न पहेँलो देखायो भाइ यो घामले त। हाम्रो यस्तो राम्रो धानलाई पहेँलो। खोइ यस्तो राम्रो धानलाई यो लाइटले पनि नराम्रो देखायो। यो चाहिँ हाम्रो हिँड्ने बाटो। तर कति धेरै पात झरेको है, पात कति धेरै झरेको हेर्नु न। हजुर डिफ्रेन्ट त झन्, यहाँ त झन् सुधारिएको। यता छुट्टै रोप्नु, यता छुट्टै रोप्नु भनेको यही लाइनमा रोपिदिनु भयो भने त नटेरेर। त्यही भन हाम्रो धान चैते 5 पाठशालाको यस्तो रहेको छ हालको अवस्था चाहिँ। साथीहरू हामीले चाहिँ यहाँ ऐसा गरेका छौँ। अनि म धानबारीमा त्यो सम्पन्नीमा मिस हुनुहुन्छ, यहाँ हामी दाइहरू पनि हुनुहुन्छ। हाम्रो चाहिँ अहिलेको धान यस्तो भएको छ। यो चाहिँ हिँड्नको लागि बाटो भयो अनि ट्याकहरू हामीले त्यता चालिसक्यौँ। अब यसमा हाल्न बाँकी छ। अनि हाम्रो त्यता चाहिँ जातीय परीक्षण भयो, सहायक अध्ययन, अनि यो चाहिँ पाठशाला भइहाल्यो। चलन लागेछ। हामीले चाहिँ ट्याग राखिसक्यौँ अहिले, नम्बरहरू सबै। ओके, हामीले चाहिँ यहाँनिर ट्याग राखिसक्यौँ फेरि। अब चाहिँ रात पर्न लागिसक्यो, अन्धकार भइसक्यो, घर जानुपर्छ। यस्तो देखिहाल्छ हाम्रो यताको धान। चैते 5 धान चाहिँ राम्रो हुँदो रहेछ यहाँनिर। अब हेरौँ नतिजा के आउँछ अन्तिमसम्म।
ओके फाइनली साथीहरू अब चाहिँ हामी जाँदैछौँ हाम्रो घरतर्फ। अब यो बाटो हिँड्दै 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 कता माथि पुग्नुपर्छ। माया मिस्ता भिडियो बनाउँदै हुनुहुन्छ, म यता भिडियो बनाउँदैछु। जामा अब झस्किने गराउँछ तिम्रो मनैमा कहिले कहिले हो सर्वभो तिमीलाई। लेट्स गो। यो गरामा खै के हो, कस्तो अर्को देखियो है यहाँनिर। उता राम्रो देखिया छ। यहाँनिर अलि रुखो रहेछ नि त। यहाँ रुखो रहेछ, रुखो। पर ट्याग देखिन्छ। हामी जाँदैछौँ। बाई बाई धान, बाई बाई। अब हामी भोलि पर्सि आउँछौँ फेरि। तर यो सुर्खा चाहिँ राम्रो भएछ। यो ठुलो गरामा राम्रो नहुने रह। सानो पुच्चे गरामा कस्तो राम्रो राम्रो भएको छ। यस्तो सानो सुर्खामा पो ठुल्ठुलोमा त पहिलो भएको छ। एक्लै एक्लै मस्किने गराउँछु पाखा जसले। पानी खान कहाँ पुग्नुपर्छ? मिठो पानी, मिठो पानी खाएर जाऊँ हामी। मिठो पानी, मिठो मिठो पानीले मोहन लाउला। मोहनी लाग्ला है गाउँलेको बोलीले, टाढा टाढा छराको प्रीतिले। अल्झैला बागर ख्याल ठट्टा नगर, सम्झनेलाई सनेको प्रीतिले। ला 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 ला। हाय म त मर गई। ओए माथि झन्डै लड्यो। कहाँ पुग्नुपर्छ? कुनामै राति अन्त खोला खोला लिएर नहिँड्नु है बुवा। स्विमिङ पुल रहेछ बच्चाको। स्विमिङ पुल, यहाँ स्विमिङ पुल छ। ओ माछा रहेछ क्या? माछा छ त यहाँनिर। छ माछा रहेछ। ए बाइमिस माछा मार, माछा कति धेरै छ टन्नै। ठुल्ठुलै छ के ऊ त्यो हामीले तारेर खान्छौँ नि। हामीले तारेर खान्छौँ नि। होइन है, मतलब दोलाल घाट जाँदाखेरि के यत्रो ठुल्ठुलो टन्नै हेर्नु न। लौ न हेर, यस्तो कुदिरहनु यार। कति धेरै पाउँदो रहेछ यार माछा यहाँ त। ओहो माछा पाउँदो रहेछ है साथीहरू टन्नै। यहाँनिर चाहिँ माछा कति धेरै रहेछ भाइ। खोलाको माछा, खोलाको बगरमा ख्याल टट्टा नगरन। ला 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 ला। खोलामा डुब्ने। ए तर यस्तो सानो यहाँ कुवामा कति धेरै माछा भएको। त्यो पानी जमेको भएर होला है सायद त्यसरी। कहाँ हो बाटो पनि? मलाई चरी पनि आकाशै। कता हो पानी? पर कुना मिसले पानी खाँदै हुनुहुन्छ। म पनि जान्छु पानी खानलाई। यहाँ पनि छ कि माछा? यस्तो मात्र हुँदैन। खाने हो माछा। अरे मच्छी रातभरि हेरेर भात पकाएर
यतापट्टि जानुपर्छ यहाँ त राति भुताइहाल्छ नि यहीँबाट जाऊँ भएको बाटो छ आयो सकिहाल्छ नि अब सकिहाल्छ नि सिपले नै कहाँ पुग्ला त्यही खोलामै त पुग्ला नि म जानु छु चिन्ता खाइन त्यस्तो पछाडि पनि त्यस्तो बोकेर लानुपर्ने हुन्छ आजभोलि बर्खाएको जस्तो हुँदैन नि चिप्लो यो खोला भरिन्छ होला है सबै पानी आँटेर हुन्छ मानिस ओ मानिस कस्तो रमाइलो हुन्छ त्यस्तो पानी खानु पानी खाँदा बोतल अब बोतल ल्याएर राख्नु है एउटा बारीमा बोतल यता होइन पाठशाला छ पानी खाने हाम्रो पुरानो हामी घाँस काट्न जाँदाखेरिको याद आयो क्या जङ्गल दाउरा घाँस गर्न जाँदाखेरि यसरी नै पानी खान्थ्यौँ क्या पुग्यो अब पानी छम लड है पक्लक फेरि जुटेर ए बुवा डर बोक्रा हुँदै रहेछ अब यहाँबाट कहाँ जाने फेरि